यतिखेर मेरो साथमा हाम्रो पूर्ण भाइ उहाँ र मेरो सम्बन्ध हाम्रो कति वर्ष पहिला कति वर्ष थियो अगाडि पनि 2 वर्ष नै भाइ फेरि आज पनि चाम्रे साइकल आउनु उहाँको थियो हामी आउँदाखेरि प्रायः साइकलिङ आउँदाखेरि यहीँ जग्गामै कन्ट्याक्ट गर्छौँ अहिले बिहान साइकल पनि जस्तै फेरि रमाइलो एकदम केही छ भने भनिदिनु आजदेखि दाइको प्लानिङ पनि गर्नु भएको यो जाम्लिङ साइकल दाइको एकदम अब मतलब भनिरहनु पर्दैन पोखरा भरि नै सबैले प्रख्यातै हो सबैले चिन्छ नै के भन्ने अब जाम्लिङ साइकल सबैले चिन्छ आइदिनु होला सबैजना अब नेपाल कसैलाई पोखरातिर राइड गर्नु मन छ भने चाहिँ यहाँ आइदिनु दाइले मजाले मिलाइदिनु तर यसपालि चाहिँ भाइ बियर नहुने दाइ